यसको 2 दिनपछि निस्तार र अखमेरी रोटीको चाड थियो। मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौँ भन्ने दाउमा थिए, किनभने तिनीहरूले भनेका थिए चाडको बेलामा होइन, नत्र त मानिसहरूमा हुलदङ्गा मचिएला। उहाँ बेथानियामा सिमोन कुष्ठरोगीको घरमा खाना बस्नुहुँदा एउटी स्त्री विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिंगमर्मरको सिसीमा लिएर आई र त्यो सिसी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खन्याई। तर कोहीले रिस गरेर आपसमा भन्न लागे, यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको? किनकि यो अत्तर 300 चाँदीका सिक्का भन्दा बढीमा बिक्री गरेर गरिबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो। अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे। तर येशूले भन्नुभयो, छोडिदेऊ, किन तिमीहरू यिनलाई सताउँछौ? यिनले म प्रति असल काम गरेकी छे, किनभने गरिबहरू त तिमीहरूसँग सधैँ हुन्छन् र इच्छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्छौ, तर म त सधैँ तिमीहरूका साथमा हुँदिन। यस स्त्रीले जे गर्न सक्थे त्यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्ति अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छे। साँच्चै म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे गरेकी छे यिनको सम्झनाको लागि यो कार्यको वर्णन गरिनेछ। तब 12 चेलाहरूमध्ये एकजना यहुदा इस्करियोत चाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनका निम्ति मुख्य पुजारीहरू कहाँ गयो। तिनीहरू यो सुनेर खुसी भए र त्यसलाई पैसा दिने कबुल गरे। अनि उहाँलाई कसरी पक्राउँ भनी त्यसले अनुकूल मौका खोज्न लाग्यो। अखमेरी रोटीको चाडको प्रथम दिनमा जब तिनीहरूले निस्तार चाडको थोमा बलिदान चढाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, तपाईको इच्छा के छ? हामी कहाँ गएर तपाईको निम्ति निस्तार चाडको भोज तयार गरौँ? अनि उहाँले आफ्ना चेलाहरूमध्ये 2 जनालाई यसो भनेर पठाउनुभयो, सहरमा जाऊ र गाग्रोमा पानी बोकेर लैजाने एकजना मानिसले तिमीहरूलाई भेट्नेछ, उसको पछि लाग। त्यो मानिस जहाँ पस्ला त्यस घरका मालिकलाई भन, गुरुज्यू भन्नुहुन्छ, मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ? अनि तिनले तिमीहरूलाई सजी सजाउ गरेर तयार पारिएको माथिल्लो तलाको एउटा ठुलो कोठा देखाउनेछन् र त्यहीँ तिमीहरूले हाम्रा निम्ति भोज तयार गर। तब ती चेलाहरू गए र सहरमा पसे अनि उहाँले तिनीहरूलाई भन्नुभए जस्तै भेटाए र तिनीहरूले निस्तार चाडको भोज तयार गरे। साँझ हुँदा उहाँ 12 जनासँग आउनुभयो। उहाँहरू ढल्केर खानु हुँदै गर्दा येशूले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये मसँग खाने एकजनाले मलाई धोका दिनेछ। तिनीहरू दुखित भए अनि पालै पालो उहाँलाई, के त्यो म हुँ भनी सोध्न लागे। उहाँले तिनीहरूलाई भन्नुभयो, 12 मध्ये एकजना जसले मसँग थालमा रोटी चोपिरहेछ, किनकि मानिसको पुत्रलाई उसको विषयमा लेखिए बमोजिम हुन्छ। तर धिक्कार त्यस व्यक्तिलाई जसद्वारा मानिसको पुत्रलाई धोका हुन्छ। त्यस मान्छेको त जन्मै नभएको भए असल हुने थियो। अनि खाइरहनु हुँदा येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभयो र भाँच्नुभयो र तिनीहरूलाई दिँदै भन्नुभयो, लेहो, यो मेरो शरीर हो। अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, यो नयाँ करारको मेरो रगत हो जो धेरैका निम्ति बगाइन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, म दाखको रसबाट त्यस दिनसम्म पिउने छैन जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिन। अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतुन डाँडातिर जानुभयो।
येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछु र भेडाहरू तितर बितर हुनेछन्। तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा पहिले गालिलमा जानेछु। पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। तब येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, आजकै राति भाले 2 पल्ट बास्न अघि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछौ। तर तिनले झन जोड दिएर भने, तपाईसँग म मर्नै परे तापनि म तपाईलाई इन्कार गर्ने छैन। अनि तिनीहरू सबैले त्यसै भने। त्यसपछि उहाँहरू गेत्सेमनी नाउँ भएको ठाउँमा जानुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बस। तब उहाँले पत्रुस, याकुब र यूहन्नालाई साथमा लैजानुभयो र उहाँ अत्यन्तै विचलित र ज्यादै खिन्न हुन लाग्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ, तिमीहरू यहीँ बस र जागा रह। अनि अलि पर गएर उहाँ भुइँमा घोप्टिनु भयो र हुन सक्छ भने त्यो घडी उहाँबाट टलोस् भनी प्रार्थना गर्नुभयो। अनि उहाँले भन्नुभयो, अब्बा पिता, तपाईको निम्ति सबै कुरा सम्भव छ, यो कचौरा मबाट हटाइदिनुहोस्, तर पनि मैले इच्छा गरे जस्तो होइन, तपाईले इच्छा गर्नुभए जस्तो होस्। उहाँ फेरि आउनु हुँदा तिनीहरू निदाइरहेका भेटाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, सिमोन, के तिमी निदाइरहेछौ? के 1 घण्टा पनि जागा बस्न सकेनौ? जागा रह अनि प्रार्थना गर र तिमीहरू परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ। फेरि गएर उहाँले दोहोर्याएर त्यही प्रार्थना गर्नुभयो। फेरि आएर उहाँले तिनीहरूलाई निदाइरहेका भेटाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले साह्रै लठिएका थिए र उहाँलाई के जवाफ दिने हो सो जानेनन्। उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्यो। हेर, मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ। उठ, जाउँ, हेर मलाई विश्वासघात गर्ने नजिकै छ। येशू बोल्दै हुनुहुँदा 12 चेलाहरू मध्येको एकजना यहुदा अचानक त्यहाँ देखा पर्यो। मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्योसँग त्यहाँ आयो। उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई एउटा यस्तो सङ्केत दिएको थियो, जसलाई म मुहाई खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाऊ। अनि सोझै येशू कहाँ गएर यहुदाले भने, हे रब्बी, र उहाँलाई मुहाई खायो। तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे। त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पुजारीको कमारालाई प्रहार गर्यो र त्यसको कान च्वाट्टै काटिदियो। येशूले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू एउटा डाकुलाई जस्तै तरवार र लाठो समेत लिएर मलाई पक्रन आएका छौ? दिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ र तिमीहरूले मलाई गिरफ्तार गरेनौ। तर धर्मशास्त्र पुरा होस्। अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे। आफ्नो शरीरमा एउटा सुती कपडाले मात्र बेरेको एकजना जवान मानिस उहाँको पछि लाग्यो। तिनीहरूले त्यस जवानलाई समाते, तर कपडा छोडेर त्यो नाङ्गै भाग्यो। तब तिनीहरूले येशूलाई प्रधान पुजारी कहाँ लगे र त्यहाँ सबै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरू जम्मा भएका थिए।
पत्रुस चाहिँ टाढैबाट प्रधान पुजारीको आँगनभित्र उहाँको पछि पछि लागे अनि त्यहाँ सिपाहीहरूसँग बसेर तिनी आगो ताप्न लागे। अब मुख्य पुजारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरुद्धमा गवाई खोजे, तर केही पाएनन्। धेरैले उहाँको विरुद्धमा झुटो गवाई दिए, तर तिनीहरूले दिएको गवाईले मेल खाएन। कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाई दिए, यसले यसो भनेको हामीले सुन्यौं, मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु र हातै बिना बनाइएको अर्को मन्दिर म 3 दिनमा निर्माण गर्नेछु। तर यसमा पनि तिनीहरूको गवाई एकै मतको थिएन। तब प्रधान पुजारीले बीचमा खडा भएर येशूलाई सोधे, के तँसँग केही जवाफ छैन? यी मानिसहरूले तेरो विरुद्धमा गवाई दिएको के हो? तर येशू चुप लाग्नुभयो र केही जवाफ दिनु भएन। फेरि प्रधान पुजारीले उहाँलाई सोधे, के तँ परम धन्यको पुत्र ख्रिस्ट होस्? येशूले भन्नुभयो, म हुँ। अनि तपाईहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्नुहुनेछ। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्यातेर भने, हामीलाई अरू साक्षीहरूको के दरकार पर्यो र? तिमीहरूले ईश्वर निन्दा त सुनिहाल्यौ, तिमीहरूको के विचार छ? अनि तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको योग्य ठहराए। अनि कोहीले उहाँलाई थुक्न लागे र उहाँको मुख छोपेर उहाँलाई थप्पड हानेर भने, अगमबाणी बोल। त्यसपछि पहरेदारले उहाँलाई आफ्नो जिम्मामा लिए र उहाँलाई मुक्का हाने। पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एकजना त्यहाँ आए र पत्रुसलाई आगो तापिरहेका देखेर तिनलाई निहालेर हेरी र भनी, तिमी पनि येशू नासरीसँग थियौ। तर तिनले यसो भन्दै इन्कार गरे, तिमीले के भने कि त्यो न जान्दछु न बुझ्दछु। अनि तिनी बाहिरको मूल ढोकातिर गए अनि भाले बास्यो। नोकर्नीले उभिनेहरूसँग फेरि भन्न लागे, यिनी त तिनीहरू मध्येका एक हुन्। तर पत्रुसले फेरि इन्कार गरे। तर केही बेरपछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, पक्कै तिमी तिनीहरू मध्येका एक हौ, किनकि तिमी पनि गालिली हौ। तर तिनले आफूलाई धिक्कार्दै कसम खाएर भन्न लागे, जसको विषयमा तिमीहरू भन्छौ त्यस मानिसलाई म चिन्दिन। अनि तुरुन्तै दोस्रो पल्ट भाले बास्यो र पत्रुसलाई येशूले यसो भन्नुभएको कुरा सम्झना भयो, भाले 2 पल्ट बास्न अघि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछौ। अनि त्यो कुरालाई सम्झेर तिनी धुरु धुरु रोए।